रम आजको दिनमा मैले के गरेँ र कसरी दिन काटेँ है साथीहरू। हेलो अनि नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै राम्रो नै छु। न्यू डे न्यू ब्लग है त साथीहरू। र भोलि चाहिँ हाम्रो दिदीको बिहे। आज चाहिँ यसो ट्याक्क काम साम गाउने र हेर्न सक्नुहुन्छ बेडाहरू जोडेको ट्याक्क लाएर हामी चाहिँ समाज गाउँमा आइसकेको छौँ काम गर्न साथीहरू ट्याक्क लाएर होइन। हामी चाहिँ सबभन्दा पहिला आइसकेको थियौँ किनकि हाम्रो दिदीको बिहे हुँदा साथीहरू। अनि हेर्न सक्नुहुन्छ यहाँ ट्याक्क बेडाहरू ट्याक्क चाहिँ अब यो बेडाहरूलाई चाहिँ टाकटुक गर्नुपर्छ हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँ आएर बेडा सेडा सब झारिसक्यो होइन साथीहरू। ट्याक्क लाएर सबै बाजेहरू पनि बिस्तारै आउन थाल्नुभयो। यता भने आमा पार्टी पनि सबैजना आएर ट्याक्क तरकारी केलाउन थाल्नुभयो र सबैजनाले हेलो गर्दै हुनुहुन्छ साथीहरू। हाँसो ठट्टा गर्दै होइन रमाइलो गर्दै बिहा भोज भनेको यस्तै हुन्छ हाम्रोतिर चाहिँ साथी। हाम्रो बुझे चाहिँ सबभन्दा चाँडै आइरह्यो हुनु त पैसा भनेर खोर्सानी लगाइदियो होइन सबैजनाले। यस्तो भयो आजको दिन चाहिँ हामी साथी। हामीले चाहिँ ट्याक्क उता बुजुहरू केलाउने, यता बाबाहरू चाहिँ बेडा काटकुट गर्न थाले हुन सक्नुहुन्छ ट्याक्क लाएर। मैले पनि सकेको सहयोग गरेँ साथीहरू ट्याक्क लाएर। हामीले चाहिँ सबै साटो र ओटा बेडा चाहिँ काटिसकेको थियो। हामी चाहिँ बेडा साइरा काटेर चाहिँ बेलुन फुक्न थाल्यौँ किनकि बिहेको डेकोरेसन गर्न। र हाम्रो फाइनल्ली डेकोरेसन चाहिँ यस्तो भयो होइन साथीहरू। र हामीले चाहिँ बिहा घरमा नि डेकोरेसन गर्न लाग्यो। अब चाहिँ सबैजना बाजे ठुलो मम्मी ठुलो बाबा सबैजना मिलेर एउटा सक्नुहुन्छ टोलङ टाङ्दैछ। टोलङ भनेको चाहिँ यो ट्याक्क लाएर झिलिमिली टान्दैछौँ हेर्न सक्नुहुन्छ है त साथीहरू। हाम्रो दिदीको बिहा चाहिँ यस्तो भयो ट्याक्क लाएर सबैजना टोलङ टोन्दै हुनुहुन्छ र मैले थोरै भिडियो क्लिप पनि लिए साथीहरू। होप तपाईँहरूलाई यो भिडियो मन पर्यो होला। यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि फलो पनि गरिदिनु होला। म चाहिँ 2-3 दिन यस्तै बिहाको साथीहरू मिनी ब्लग आउँछ, तपाईँहरू हेरिदिनु होला। मनपर्छ भने सबैजनाले सपोर्ट पनि गरिदिनु होला। अब त्यही हो साथीहरू। अनि बाजेहरू चाहिँ सबै काम गरेर बसिरहनु भएको छ हेर्न सक्नुहुन्छ ट्याक्क लाएर।